संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित समापन समारोहमा महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष पूर्व सांसद तुलसी थापाको प्रमुखातिथ्यता रहेको थियो। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना र नेपाल रेड क्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित समारोहका प्रमुख अतिथि थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा सहकार्य र एकता गर्दै सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने भन्दै ग्राहकहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वका हरेक कार्यक्रमहरूमा जोडिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। समापन कार्यक्रमका अध्यक्ष तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्ण प्रसाद न्यौपानेले ग्लोबल मनी विक सप्ताह 2025 सप्ताहको सन्दर्भमा देशभरिका 7वटै प्रदेश कार्यालयको सक्रिय भूमिका निर्वाह गरी सप्ताहको समापन गर्नमा अहम भूमिका खेल्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। बागमती प्रदेशमा हिजो आयोजित रक्तदान कार्यक्रममा न्यौपानेले महिला लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवा महिला उद्यमी तथा अन्य समुदाय लक्षित कार्यक्रमहरू स्थापना कालदेखि नै गर्दै आइरहेको बताउँदै संस्थाले यस पटक भने भिन्न तरिकाले कार्यक्रमको आयोजना गरेको बताउनुभयो। यस पटकको ग्लोबल मनी विक सप्ताह 2025 ले बालबालिका युवा युवती र वृद्ध वृद्धाहरूलाई समेत समेटेको बताउनुभयो। लघुवित्तले प्रदान गर्ने सेवा सुविधाहरू वित्तीय कारोबारबारे आधारभूत ज्ञानसित वित्त व्यवस्थाको लागि पारिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, लघुवित्तले प्रदान गर्ने विभिन्न कर्जा लगायत रेमिटान्सको प्रक्रिया, कानुन विपरीत हुन्डी र त्यसको नकारात्मक असर, सपा नोट नीति र नोटलाई जतन गर्ने तरिकाहरू जस्ता विषयहरूमा विस्तृत ज्ञान दिनुभएको छ। बागमती प्रदेशमा गरिएको कार्यक्रममा 37 जनाले रक्तदान गर्नु गौरवको विषय भएकाले रक्तदान जीवनदान भएको ठहर गर्दै रक्तदानमा सहभागी सबैलाई सीईओ न्यौपानेले धन्यवाद ज्ञापन गर्दै रक्तदानमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। ग्लोबल मनी विक 2025 को सन्दर्भमा आफ्नो विचार राख्दै बागमती प्रदेश प्रमुख सुनिल अर्यालले मुलुकमा प्रविधिको विकास सँगसँगै बढ्दो वित्तीय अपराधबारे सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। भुइँ मान्छेदेखि राज्यको उच्च ओहदामा रहेका व्यक्तिहरूलाई समेत वित्तीय चेतना दिनु आवश्यक रहेको बताउनुभयो। अर्यालले मुलुकमा रहेका अन्य लघुवित्त भन्दा यस मार्च महिनामा वित्तीय सचेतनाको पाटोमा महिला लघुवित्तीय अग्र पंक्तिमा रहेको दावी गर्नुभयो। 7वटै प्रदेशमा छुट्टै वित्तीय साक्षरताको पर्व नै आइरहेकोले देशभरिका विकट दुर्गम बस्तीहरूमा दूर दराजमा रहेका विपन्न वर्गका नागरिकहरूलाई समेत वित्तीय साक्षरता अभियानमा जोडिनु पर्ने बताउनुभयो। समापन कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, सहायक कार्यकारी प्रबन्धक,